जय गुरुदेव, जय भोलेनाथ। हालमा भारतको झारखण्ड स्थित भगवान शिवका ज्योतिर्लिङ्ग मध्ये एक बाबा बैद्यनाथको दर्शनका लागि हामी भरतपुरबाट त्यतातिर लाग्यौं। करिब 3 घण्टाको यात्रापछि वीरगञ्ज पुगी त्यस दिन हामी हाम्रा भान्जी ज्वाइँज्यूको डेरामा बस्यौं। अर्को दिन अर्थात् 2081 साल चैत्र 28 गते बिहानै उठी नित्यकर्म गरी त्यसै दिन भारतीय समयअनुसार बिहान 10:10 जाँदाको ट्रेनबाट यात्रा गर्ने पूर्वनिर्धारित कार्यक्रम अनुसार 13:022 नम्बरको मिथिला एक्सप्रेस नामको ट्रेनको स्थिर टायर अर्थात् 3A क्लासको टिकट लिएकाले 8 बजेतिर त्यता लाग्यौं। भारत र नेपालको बोर्डरबाट करिब 2 किलोमिटर पश्चिममा पर्ने ट्रेनको स्टेसन रक्सोल जक्सनमा जाँदा ट्रेन त्यस दिन केही ढिलो आउने कुरा भएकाले हामी त्यतै नजिकै गई केही फलाहार र अल्पाहार खाई ट्रेन स्टेसनमा आई ट्रेन कुर्यौं। कुर्दै बल्ल लगभग 12 बजेतिर ट्रेन आएको र त्यसपछि लगत्तै हिँडेको सो ट्रेन सुगौली, बाबुधाम, मोतिहारी, पिपरा, चकिया, मुजफ्फरपुर, समष्टिपुर, बरौनी हुँदै बाबाधामको नजिक पर्ने जसीडी स्टेसनमा लगभग 3.5 घण्टा ढिलो गरेर रातिको 1 बजे मात्र पुग्यौं। त्यसपछि त्यहाँबाट अटोमा रु 150 तिरेर बाबाधामको नजिक पुग्यौं। रातको समय धेरै गइसकेकाले अब त्यहाँ हामीले बस्ने होटल भन्दा पनि नुहाउने र फ्रेस हुने स्थान खोज्ने निर्णय गर्यौं। त्यसका लागि मन्दिर नजिकको एउटा होटलमा अनुरोध गर्यौं। होटलवालाले हामीलाई प्रति व्यक्ति रु 75 का दरले फ्रेस हुने मौका दिए। यति गर्दा रातिको 3:30 बजिसकेकाले हामी लकरमा सामान राखी शिवगङ्गा भनिने तलाउको दर्शन गरी भगवान बैद्यनाथको दर्शनका लागि लाइनमा लाग्यौं। मन्दिर बल्ल 5 बजे खुल्ने भएकाले त्यो भन्दा अगाडि हामीले हाम्रा सबै नित्यकर्म लाइनमै गर्यौं। हामीभन्दा अगाडि त्यति धेरै भिड नभएकाले मन्दिरमा दर्शन गर्ने पालो छिट्टै नै आयो। तर भिड यति अस्तव्यस्त हुने रहेछ कि सानो बाबु शाश्वत र मलाई एवं हामी सबैलाई नै दर्शन गर्न साह्रै गाह्रो भयो। भिडले अचेटेर शाश्वत त रोए पनि, तर पनि जय भोलेनाथ भनेर शाश्वत बाबुलाई जोगाउँदै भगवान भोलेनाथको स्पर्श गर्यौं र शान्ति पनि गर्यौं। त्यसपछि नजिकैको पार्वती माताको मन्दिर लगायत सबै त्यहाँ स्थित भगवानको दर्शन पनि गर्यौं। अनि त्यहाँबाट केही पर बासुकी नागको पनि दर्शन गर्ने कुरा त चलेको थियो, तर हामीले भगवान बैद्यनाथ र माता पार्वतीको दर्शन गर्ने बेलामा जब भिड अनियन्त्रित देख्यौं, त्यसपछि हामी बासुकी नागको स्मरण मात्र गर्यौं, त्यहाँ चाहिँ पुगेनौं। त्यसपछि त्यहाँको नजिकै स्थानमा पुरी पीठका शङ्कराचार्य स्वामी निश्चलानन्दज्यूको प्रवचन चलेको भन्ने सुनिएकाले उहाँको दर्शनका लागि त्यता गयौं। तर उहाँको प्रवचन एवं दर्शन 11 बजे भन्दा पहिले हुन नसक्ने भन्ने कुरा आएकाले त्यहाँबाट फर्की केही अल्पाहार गरी फर्कनका लागि ट्रेन बुकिङ नभएकाले बसको खोजीमा लाग्यौं। तर त्यहाँबाट कुनै पनि बस रक्सोल त कुरो छाडौं, मोतिहारी र मुजफ्फरपुर पनि जाँदा रहेनछन्। त्यसैले हामी जस्तो तस्तो भए पनि रेलमै जानुपर्छ कि भनी रेलवे स्टेसनमा आयौं। तर त्यहाँ ट्रेन बल्ल रातिको पनि 10 बजे आउने, तर त्यसका लागि टिकटको पनि निश्चित नभएकाले के गर्ने होला भनी बाहिर बसिरहेका थियौं। त्यस्तैमा ट्याक्सीहरू हामी कहाँ जाने भनी सोध्न आएकाले उनीहरूसँग कुरा गर्दा रक्सोलको भाडा 12,000 भन्ने कुरा गरे। त्यति धेरै नतिरेर जानका लागि हामीलाई केही समस्या थियो। त्यसैले मुजफ्फरपुरसम्म जानका लागि रु 6300 ट्याक्सी बुकिङ गरी त्यता लाग्यौं। बाटो रमाइलै रहेछ। 15 किलोमिटरको हिँडाइपछि झारखण्ड पार गरी बिहार प्रवेश गर्यौं। बिहार प्रवेश हुँदा बिहारमा प्रतिबन्धित रक्सी कतै ल्याएको छ कि भनेर चेक पनि हुने रहेछ। साना साना पहाड पार गर्दै रमाइलो यात्राका साथ बीचमा केही जामको पनि सामना गर्दै हामी 4 बजे मुजफ्फरपुर आयौं। त्यहाँबाट डाइरेक्ट रक्सौलका लागि बस छुटिसकेको रहेछ। अर्को बस बल्ल रातिको 10 बजे जाँदो रहेछ। अत हामी त्यहाँबाट मोतिहारी लाग्यौं। लगभग 2 घण्टामा मोतिहारी पुगी
त्यहाँबाट रक्सौलका लागि बस चढी 7:30तिर रक्सौल स्टेसन आइपुग्यौँ। हामी कतै मोतिहारीतिर बस्ने कि अथवा रक्सौलतिर बस्ने कि भन्ने दुधारमा पनि थियौँ। तर रक्सौल आएर साह्रै भोक लागेकाले केही नास्ता पानी गरी हामी वीरगञ्जतिरै जानेर बस पाएमा घरतिर लाग्ने नभए त्यतै बस्ने निर्णय गर्यौँ। अनि बाटोमा हामी हिँड्दै गर्दा टेम्पोहरू चलेका देखिएनन्। किन चलेका छैनन् भनेको त वीरगञ्जमा दिउँसो हनुमानको यात्राका क्रममा केही उटपट्याङहरूले ढुङ्गा हानेकाले स्थिति भयावह भएको रहेछ। भयावह स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू पनि लगाइएको रहेछ। हामीलाई समस्या भयो, न फर्कन सक्छौँ न अगाडि बढ्न। त्यहाँका प्रमुख जिल्ला अधिकारी हाम्रै भिनाजु गणेश अर्याल हुनुभएकाले केही उपाय लाग्छ कि भनी फोन पनि गऱ्यौँ, तर उहाँ पनि विशेष टेन्सनमा भएकाले होला फोन उठेन। माथिल्लो स्तरमा भएका हाम्रा केही आफन्तहरूलाई हामीले फोन गऱ्यौँ, केही उपाय लागेन। तर भाइ तुलसी जो सशस्त्रका डिएसपी पनि हुन्, मेरो ठुली आमाका छोरा, उनलाई फोन गऱ्यौँ। उनले केही धेरै स्थानमा फोन गर्दा पनि कुनै उपाय गर्न सकेनन्। तर उनको त्यो रातिको हामीप्रतिको सेवाका लागि हामी धन्य भयौँ। अब केही उपाय नलागेपछि के गर्ने भनेर भगवान भोलेनाथलाई सम्झँदै थियौँ। हाम्रा अगाडि भगवान वैद्यनाथ भोलेनाथ एउटा सामान्य अटो चालक भएर पो आउनुभयो। उहाँले भित्रको बाटो हामीलाई सामान्य केही पैसामा बथलैया पुर्याइदिनु भयो। परमात्मा भोलेनाथलाई हाम्रो आत्मा बसाई परमात्मा बनी हाम्रो सेवामा आएका ती नरनाथलाई हामीले भित्रैदेखि नम्र धन्यवाद ज्ञापन गर्यौँ। पथलैया पुग्दा साथ काठमाडौँ जाने सोफावाला बस आयो। त्यसमा बसेर आनन्द साथ आपटारी आई। त्यहाँबाट अटोमा हामी हरिहरको काख देवगाड धाम आइपुग्यौँ। रक्सौलतिर बस्ने निर्णय गरेको वा डराएर हामी फर्केका भए र भोलेनाथको कृपा नभएको भए कति दिनसम्म त्यता बस्नु पर्थ्यो सम्झँदै जिरिङ हुन्छ। तर भित्रैदेखि भगवान भोलेनाथको कृपा भयो, सकुशल घर आइपुग्यौँ। विशेष गरेर वैद्यनाथ जाने काममा प्रोत्साहन गर्ने र साथै जाने हाम्रा प्यारा अनुज कवि गोविन्द गोपाल खतुडाप्रति हामी आभारी भयौँ। भाइ गोपीराज, बाबु लक्ष्मण र सानो बाबु शाश्वतको रमाइलोपनले यात्रालाई सहज बनायो। त्यसका लागि पनि हामी सबै खुसी भयौँ। अन्त्यमा हाम्रो अनुभवले के भन्यो भने भगवान भोलेनाथ वैद्यनाथको त्यहाँ दर्शन गर्न जाने हो भने ट्रेनबाटै केही पहिले बुकिङ गरी त्यता जान पर्ने रहेछ एवं भोलेनाथको दर्शन गर्ने भए अलि हातखुट्टा दरै बनाएर त्यहाँ जान पर्ने रहेछ भन्ने शिक्षा पनि पायौँ। सायद यसपटक भाजपाले त्यहाँ जितेको भए काशी जस्तै नै त्यहाँ भन्थ्यो होला कि। तर पुनः हेमन्त सोरेन त्यहाँ आएकाले व्यवस्थित हुन अझै केही समय लाग्ने देखियो। भगवान भोलेनाथ वैद्यनाथको कृपा नभई केही नहुने भएकाले उहाँको इच्छा अनुसार नै केही हुने पक्कै हो भन्दै सबैमा जय भोलेनाथ, जय भोलेनाथ।